यो भाइरल केटा हो अलिकति तपाईँ पनि भाइरल हुनुहुन्छ हेर्न सक्नुहुन्छ बसमा लाग्ने भनेर हामीलाई दौडेर बस चाहिँ मैले चलाउनु लगाइरहेको छु भ्रमण कताको हो सर हामी आज चाहिँ पोखरा पुगिन्छ बेलुका भए चाहिँ खाना खाने पोखरा पछि हामी त्यहाँदेखि पोखरामा कहाँ कहाँ गइन्छ नि सर आज घुम्ने चाहिँ आज पुग्दैमा ठिकै हुन्छ खाने अनि त्यसपछि फेरि मुस्ताङतिर लाग्ने जति म अगाडि गएको थिएँ जानिन्छ है यता यहाँ कतिको रमाइलो लागिरहेको केटा हो अहिले त रमाइलो लागेको छैन अब निस्केपछि रमाइलो लाग्छ सब रमाइलो छ अहिलेसम्म चाहिँ यहाँबाट अब हामी केही मिनटमा निस्किन्छौँ अहिले हाम्रो यहाँनिर कति 16वटा डिलक्स बस आउँदै रमाइलो गर्नुपर्छ है रमाइलो गर्नुपर्छ है कतिको रमाइलो गर्नुपर्छ ल रमाइलो गर्नुपर्छ है सो हामी चाहिँ एकछिन बाहिर निस्के त्यहाँ मुकुस भयो भनेर पछाडितिर त बस्नु हुँदैन यहाँ क्याबिनमा हान्दिनँ नि क्याबिन हान्दिनु भिडियो खिच्दैजनालाई के हो खै हेलो गाइज हेलो सर हेलो सर हेलो है सर रमाइलो गर्नुपर्छ है सर रमाइलो गर्नुपर्छ ल होइन यहाँनिर चाहिँ सर सन्तोष सर डाउन छिराउनु एकदम खतरा हेलो गाइज हामी चाहिँ यहाँ कुदेर कता जाँदैछौँ कहाँ जाने रे बसमा लाने भनेर रनिङ हेर्न सक्नुहुन्छ बसमा लाग्ने भनेर हामीलाई दौडेर अर्को बस आयो दर्शकबिनहरू यहाँ हामी मास्क किन्नलाई यहाँनिर 4 जना आइरहेको छौँ बसै छोडेर मास्कै हो ब्यारे सक्नुहुन्छ गाइस हामी चाहिँ अहिले यहाँनिर दौडेर जाँदैछौँ भाइब आउनु पऱ्यो नि चाहिँ होस् भन्ने हेलो अनि के भयो पालो आइसक्यो केटा हो कस्तो लागिरहेको एकदम रमाइलो गर्मी हुँदैछ एकदम पछि दौड्यो नि त त्यत्रो अहिले गाइस बस चाहिँ म चलाउँछु होइन गाइस बस चाहिँ मैले चलाउनु लगाइरहेको छु होइन यिनीहरूलाई चाहिँ म घुमाइदिनु लगाएको ड्राइभर म हो होइन सक्नुहुन्छ कस्तो लागिरहेको यो इन्टरभ्यू सीटहरु कस्तो हो यो पैसा छैन क्या हेलो हाम्रो 2 जना कोला गए खोइ आसु गएको थिएन हेलो चस्मा लगाइदिनु चस्मा यो यस्तो हो नि त चाहिँ चलिसकेको छ टुर
ओए कपाल हेर न त्यो सञ्जीव त के हो यार अनि हो सधैँ हेरो नि भ्रमण कताको हो अरे सर हामी आज चाहिँ पोखरा पुगिन्छ बेलुका भएछ खाना खाना खाने पोखरा पछि हामी त्यहाँदेखि पोखरामा कहाँ कहाँ गइन्छ त नि सर आज घुमिँदैन आज पुग्दैमा ठिकै हुन्छ घुम्ने हो खाने अनि त्यसपछि फेरि मुस्ताङतिर लाग्ने सर यो भाइरल केटा हो अलिकति तपाईँ पनि भाइरल हुनुहुन्छ सर रमाइलो गरेर बस्दाबाट दुई आएर हेर्छु त यसपालिको भ्लगर चाहिँ हो अलि राम्रो चाहिँ कपडा सर लाएर भयो गर्मी लाग्यो सर गर्मीमा एक एकले खाइरहेको यार लिएर आइदियो तिनीहरूले खाइरहेको थियो होइन प्याकेट लिएर आइदियो होइन खाएकै छैन बोकेर आइन्छ यार त्यस्तो सर डिजे गीत बजाउनु भन्नु न डिजे गीत भन्नु नि सर डिजे अरूमा फुल इन्ट्रेस्ट छैन हेर नि त पछाडि हामी चाहिँ सुरुङ मार्ग पुग्यो सुरुङ मार्ग नमस्कार म यदि मलाई भोट हाल्नु कुन चाहिँ पार्टी कुन पार्टी आइफोन पार्टी ओ आइफोनमा भोट हाल है आइफोनमा मतदान गर है सर रमाइलो गर्नुपर्छ है सर यहाँ चाहिँ गरौँ ल लुकिङ सो प्रिटी रेस्ट गर्न बसेको हो को यो पोखरा हामी चाहिँ यो बस नम्बर 9बाट होइन अनि हेर्नु सक्नुहुन्छ यो थाक्रे 6मा रोक्यो अनि यता यो बस नम्बर 2 होइन अनि हामी चाहिँ यो यहाँ चाहिँ हाम्रो केटाहरू सबै मेरो केटा हो यो चाहिँ सञ्जीव हाम्रो अब भइहाल्यो भाइ सुनाउनु थाल्यो अब होइन केही भयो सबैजनालाई नमस्ते म भागिने उखाने हो कस्तो लागिरह एकदम राम्रो यसो अब यो डाँडातिर एक्सप्लोर गर्दैछु भने चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो खतरा भ्यू छ हामी चाहिँ यो बस नम्बर 9 यो शैक्षिक भ्रमणमा जाँदैछौँ को यो बुझ्छु हामी चाहिँ होइन यस्तो घोडा तन्को यस्तो ल यस्तो भयो चाहिँ गोडा जुत्ता नि होइन केही छैन अब हामी म्यानेज गरेर जान्छौँ होइन केही छैन रमाइलो गर्नुपर्छ भने अलि निन्द्रा लगाएर हामी अलिक कमजोर फिल भइरहेको नत्र हुनुहुन्छ हामी चाहिँ यहाँ रेस्ट गर्नु बसेको है त हामी चाहिँ यहाँ तनहुको अबु खैरेनीतिर यस्तो होइन दिँदैछौँ कस्तो कस्तो भइरहेको फाइनली पुग्यो लेक साइड पोखरा या हामी चाहिँ फाइनली पोखरा पुग्यो होइन खतरा रमाइलो भइरहेको छ यहाँनिर चाहिँ होइन हेर्न सक्नुहुन्छ समीर पनि भेटिसकेको छ पोखरामा आएर कस्तो लाग्यो हो दोस्त
यस्तो छु म त अलिक टाढै होला डङ्गाबाट जाने भने नजिकै रहेछ पौडी खेल्दै जाउँ कि अब ए ल पौडी खेल्नुपर्छ खतरा रमाइलो क्रेज छ अनि पुरै अनि अब यसो अब हामी चाहिँ फ्री भएर होइन यसो अब हुन्छ नि हाम्रो ग्यावाली सर हेर्नु सक्नुहुन्छ है मलाई यहाँ स्पेसल कस्तो 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 अनुभव भयो अनुभव त एकदम चिल छ यता खै यस्तो के सकेडा हो यता यता के छ केडा एकदम खतरा ड्राइभर हामी हो के ड्राइभर आजको टुवेल्भ पास हो है टुवेल्भ पास एक्सिडेन्ट होला अलि अलि साइडबाट यस्तो मोबाइल ओनर उसले हेर न गोप्रो लिएर हिँडिरहेको यो ल भन् अब चाहिँ ल भन् ल गोप्रोमा चार्ज सिधै फेरि फोनबाट सुरु भयो मेरो चाहिँ गाइज हामी चाहिँ चल पल्टिँदैछौँ हेर्न सक्नुहुन्छ जाने बस्यो होइन हेर्न सक्नुहुन्छ मुस्ताङ मुस्ताङ जय खाजा ल गाइज हामी चाहिँ कुम्दीकोट मन्दिरतर्फ हामी चाहिँ गाइज के कोट रे पुम्दीकोट अनि यहाँ चाहिँ शिवको ठुलो मूर्ति रहेछ होइन अनि हेर्न सक्नुहुन्छ हामी जाँदैछौँ है फाइनली गाइज हाम्रो डेस्टिनेसनमा चाहिँ पुगिसकेको छौँ हामी चाहिँ हामी चाहिँ जुत्ता खानुपर्छ है जुत्ता खानुपर्छ है हामी माथि जान लागेको छौँ हामी चाहिँ हेर्नुहुन्छ यस्तो यो मूर्तिमा तर यो भिडियोमा र यसमा अलि अर्को छ है यसो भिडियोमा र यसमा अलि अर्को देख्दो रहेछ है ए मादल बजा मादल हेलो सर 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 कुम्दीकोट कस्तो छ एकदम राम्रो छ यही वर्ष मन्जुरी आइसक्यो ए रमाइलो होला भ्यू हेर पोखराको है यो चाहिँ भ्यू हेर्न सक्नुहुन्छ त्यो फोन हो खै गाइस हामी चाहिँ यो ठाउँबाट फर्किँदैछौँ है फर्किँदैछौँ अब ल हामी चाहिँ फर्किँदैछौँ सबै ल अब हामी कता जाने हो मलाई पनि थाहा छैन ल हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ गौतम बुद्धको मूर्ति अगाडि आएको छौँ गौतम बुद्धको अगाडि दुर्गा माताको अगाडि भन न कहाँको गौतम बुद्ध देखो कुन एंगलले दुर्गी माताको आकाश भन्दा नि मुखै आकाश मतलब विकास बुढाहरूसँग बसिरहेको छु को बुढा गाइस विदेशबाट निस्केको यार त्यसलाई सोधा हो केटा बसेको मुद्देकी उठेर हामी चाहिँ भात खान लाग्यो है भात गाइस अलि अब रमाइलो भइरहेको थियो अब खाना खान रोकेको छ खाना खाएर अब हामी सिधै मुस्ताङ चल्दिने हो खाना खाने टिमहरू है यो सब लिएर आइसकेको छ खै खै ओ सरी हेलो दाइ कसले बाँकी हो खै हेलो दिपेश सक्नुहुन्छ सरहरू यहाँनिर खाना खाने अनि यता स्टुडेन्ट रे अनि यता स्टुडेन्ट हेर नि देख न
ओ यता हेर त ओ यता हेर न ओ अनु अनु र यो थप खाना चौथो पटक हो होइन हामीले तेस्रो पटक थपिसकेको छौँ अब चौथो पटकमा चाहिँ तरकारी लिन गएको छौँ हामी चाहिँ उसले चाहिँ चौथो हो म चाहिँ तेस्रो हो ऊ चाहिँ चौथो हो है उसलाई जति खायो ऊ पाँचौँ थपेर ऊ बल्ल बसेको थाकेर गाइज हेर्नु सक्नुहुन्छ हामी चाहिँ बस नम्बर 6 मा छौँ को यो फुच्चे यसलाई हान्न सम्धी ह्यान्डचेक गाइज हामी चाहिँ राति 12 बजी उठ्नु परेको छ यहाँ हेर्न सक्नुहुन्छ अब हामी त ठेगान खाइन कता सिक्यो ठाउने होइन है गुलाएर आएर हेर्न सक्नुहुन्छ राति 12 बजी अलपत्र परेको छौँ गाडीको अवस्था छौँ सुत्ने ठाउँ छैन अब हेलो गाइस अलपत्र पर्यो है यस्तो भयो सक्नुहुन्छ गाइस यिनीहरू चाहिँ हग्न बसिरह सबजना हग्न बसेको होइन यता बसिरह नाच त ल हाम्रो चाहिँ यहाँनिर सुत्न आएको होइन यस्तो रहेछ